मेरो नाम चाहिँ विकास विश्वकर्मा। म यो आन्दोलनमा आउनुको मुख्य उद्देश्य भनेको चाहिँ मैले सर्टिफिकेट दिइसके तापनि मैले चाहिँ आफ्नो सर्टिफिकेट पाएको छैन, एसए दिइसके तापनि जसको मुख्य कारण भनेको चाहिँ एन्फा हो। एन्फाले चाहिँ हामीलाई चाहिँ अब एपिएफको एकाडेमीमा चाहिँ पठाएको थियो, जस कारण चाहिँ म पुलिस कलरमा सिपमा पढेर चाहिँ 7 क्लासदेखि 10 सम्म पढेको थिएँ। तर 10 पास गरिसक्दा पनि मैले अहिलेसम्म चाहिँ आफ्नो सर्टिफिकेट नपाएकोले चाहिँ मैले आन्दोलन गरेको थिएँ। एक युवा खेलाडी जसले देशको लागि पसिना बगायो, खेलमा क्यारियर नबने पनि उसको पढाइको सुरक्षा बनोस् भनेर छात्रवृत्ति दिइन्छ। तर एन्फाको आर्थिक गडबडीले गर्दा एउटा खेलाडीले आफ्नो भविष्य न त शिक्षामा दिन सक्यो न त खेलमै। एन्फाले ती युवा खेलाडीको फुटबल क्यारियर त बर्बादै गर्दै उसको पढाइको भविष्य पनि कटाइदियो। नेपाली फुटबलले अहिलेसम्म साफ च्याम्पियनसिप फाइनल जितेको छैन। जति बेला नि कि त सेमी फाइनल कि त फाइनलमै गएर हार्छ। तर पनि फ्यान एउटै आशको साथमा गेम हेर्छन्, अब त नेपालले फाइनल जित्छ। बट रियालिटी त्यही हो। तर नेपाली फुटबलमा के समस्या हो र? ट्यालेन्टको कमी त हुँदै होइन। कस्तो दलदलमा फस्दैछ नेपाली फुटबल र नेपाली टिमले फाइनल गेम नै सधैँ हार्नुको मुख्य कारण के होला त? हो, आउनुहोस् आज हामी बुझ्नेछौँ यस भिडियोमा।